हेलो एन्ड नमस्ते सम्पूर्णमा म श्री मदन लिम्बू तर्फबाट सम्पूर्णलाई फेरि पनि आज महिनाको अन्तिम दिन र अन्तिम बार अन्तिम महिना सम्पूर्णमा जति पनि तपाईँले सोचेको तपाईँले इच्छा गरेको कुरा अधुरो रहेको आज अन्तिम साल 2082 बाबे भन्दै आज सकेको दिन हजुरहरूलाई 2083 सालको सम्पूर्णमा शुभकामना मेरा फ्यामिली र मेरा टिकटक फ्यामिलीका सम्पूर्ण साथीहरूलाई अनि फेसबुकका मेरा पुराना मित्रजनहरूलाई अनि नयाँ जतिजना जोडिनु भएको सम्पूर्णलाई शुभकामना जहाँबाट हुनुहुन्छ जस्तो ठाउँमा हुनुहुन्छ ह्याप्पी रहनु खुसी रहनु सबैलाई अनि जति पनि अधुरो सपनाहरू अधुरो भएको छ तपाईँहरूको सम्पूर्णलाई आगामी आउँदै गरेको 2083 सालको पुरा होस् हजुरहरूलाई अनि जति पनि तपाईँहरूले मनमा लागेको कुरा यो 2082 पुरा नभएको 83 पुरा होस् अनि जति पनि टाढो हुनु भएको छ हाम्रो नेपालदेखि भनौँ आउट कन्ट्रीतिर हुने सम्पूर्णलाई पनि ह्याप्पी न्यु इयर यो मदन श्री मदन लिम्बू तर्फबाट जहाँ पनि खुसी रहनु होला ह्याप्पी रहनु अनि साथै हाँसिरहेको देख्न पाऊँ आउँदै गरेको 2083 सालको ह्याप्पी न्यु इयर अनि शुभकामना सम्पूर्णमा अनि लगायत मेरी आएलाई पनि ह्याप्पी न्यु इयर जस्ता पनि खुसी रहनु होला सँगै बसेर मन नफाइदियो बुद्ध आगामी दिनमा सँगै मनाउला म नाम त खोलाउन सक्दिनँ तर मन गइस सधैँ खुसी रहनु अनि जता पनि सधैँ मुस्कुराइरहनु या होस् या नहोस् यो मदनको तर्फबाट सबैलाई ह्याप्पी न्यु इयर भन्दै सबैलाई शुभ रहोस् समृद्धि रहोस् सम्पूर्णलाई 2082 साल टाटा बाई बाई भन्दै ह्याप्पी न्यु इयर भन्दै 2083 लाई